बनिएको छ एउटा कविता पनि वाचन गरिदिनु भनेर र म कवितातिर लागेँ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। न चौराहार्यं न च राजहार्यं न भ्रातृभाग्यं न च भायकारी ते वदते नित्यं विद्याधनं सर्वधर्मप्रधानं। सर्वश्रेष्ठ धनको रूपमा मानेका कमाएको छुपाएको सम्पत्ति होइन, ती आगामी ती सम्मानित र आयोजक विद्यार्थीहरूप्रति मैले आफ्नो धन सम्झेको छु र हरेक शिक्षकले हरेकले आफ्नो जीवनभरि चक्र धुलो कोरेर पाएको सम्पत्ति शुद्ध सम्पत्ति वास्तवमा नै भविष्यमा पढाउँदा विद्यार्थीहरू भन्ने हामी शिक्षकहरूले ठानेका छौँ र वास्तवमा यथार्थ पनि हो। र यही यथार्थलाई कोरेर समय मलाई कतिको त मलाई त थाहा भएन र म समयलाई सबै मर्यादा राख्दै केही गाह्रो अप्ठ्यारो परिसकेको छ, धेरै लामो पनि समय भइसकेको छ, जसको लागि म एक एउटा पुस्तक अनि त्यसपछि कविता भन्छु। मेरा हजुरबाले राणा शासन देखे, मेरा हजुरबाले राणा शासन देखे, मेरा बाउले तो अलिकति भेटे। मेरा हजुरबाले राणा शासन देखे, मेरा बाउले अलिकति भेटे अनि पञ्चायतको पञ्चामृत भेटे अनि छाडा तन्त्र समेत भेटे। तर मैले भने तो सम्पूर्ण पञ्चायत गणतन्त्र प्रजातन्त्र अनि छाडा तन्त्र समेत भेटे। अब मेरा भावी पिँढीहरूले खाडी मुलुकको धुलो नै भेट्छ होला। एउटा मुद्दा जमाना कहाँ पुगिसक्यो, रामायण गीता हराइसक्यो, बाबुले जनै ढाकिसके भने छोराको व्रत बन्धको के काम। जमाना कहाँ पुगिसक्यो, रामायण गीता हराइसक्यो, बाबुले जनै ढाकिसके भने छोराको व्रत बन्धको के काम। आमाले टी-सर्ट सिलाउँछन् भने छोरीलाई कुनिङ चोलोको के काम। एउटा मुद्दा। अब अलिकति साङ्गतिक लागेन, थकाइ लाग्दैन, घरको लाग्दैन भने म कविता भए बेलुकै सुनाउनु पुऱ्याउँछ, घरको लाग्दैन भने। न जग्गा न जमिन, न जग्गा न जमिन, न गाडी न बङ्गला, न जग्गा न जमिन, न गाडी न बङ्गला, न त आम्दानीको स्रोत माउ निर्य मात्र। न जग्गा न जमिन छ, न त गाडी न बङ्गला, न त आम्दानीको स्रोत माउ निर्य मात्र। भोटिए दश कारणै चक्क धुलो सकिएन, फक्क खोक्का कपाभित्रै चक्क धुलो हराएन। भोटिए दश कारणै चक्क धुलो सकिएन, फक्क खोक्का कपाभित्रै चक्क धुलो हराएन। 4 महिने तलब भत्ता बाटामा नै सकिन्थ्यो जो घर पुग्दा छोरो हुन्थ्यो पत्नीको अस्तु देखियो। 4 महिने तलब भत्ता बाटामा नै सकिन्थ्यो जो घर पुग्दा छोरो हुन्थ्यो पत्नीको अस्तु देखियो। डाक्टर इन्जिनियर बन्ने छोराको सपना भाँचियो, रोजगार नपाएर छोरो विदेश भाग्यो। डाक्टर इन्जिनियर बन्ने छोराको सपना भाँचियो, रोजगार नपाएर छोरो विदेश भाग्यो। कतै शिक्षक भन्नेको न कतै कोही देखियो। चेलो हातमा डाक्टर भएको पनि भेटियो, चेलो हातमा डाक्टर भएको पनि भेटियो। इन्जिनियर भएको त रामेश्वर नरेन्द्रनी शर्मिला डाक्टर बनेर विदेशै भाषिन्थे। नेता ठुला भएका छन् पैसा छ तकियामुनि, नेता ठुला भएका छन् पैसा छ तकियामुनि, चुप्ला गाडी हिँड्छन् सुन्दैनन् गुरु हुन् भने। मेरै शिष्य मेरै जान्छ लिन आउँदा गौरव, मेरै शिष्य मेरै जान्छ लिन आउँदा गौरव। पाइलट बनिसके उठ्छ मेरो शिष्य त सौरभ, पाइलट बनिसके उठ्छ मेरो शिष्य त सौरभ। धनीमा पैसा बन्नला
धनीमा पैसा भन्दा होइन छैन, तरै पनि मेरा शिष्यहरूले